नमस्ते दर्शकबिन, तपाईँ यति बेला हेर्दै हुनुहुन्छ साधारण नेपाल.com। म तपाईँलाई यो भिडियो देखाउँदैछु दोहा कतारको। पक्का यो भिडियो हेरेर तपाईँले सायद कतिपय साथीहरूले दोहा कतारमा आएर गएका साथीहरूले त पक्कै थाहा पाइसक्नु भएको छ र नथाहा भएका साथीहरूलाई म प्रत्यक्षले लाइभ भिडियोमा तपाईँहरूको माझ देखाउँदैछु र तपाईँ यति बेला हेर्दै हुनुहुन्छ साधारण नेपाल.com बाट यो भिडियो। पक्कै पनि साधारण नेपाल.com लाई लाइक एन्ड सब्सक्राइब सेयर गर्नुहोला र आगामी दिनमा पनि यस्तै भिडियो ल्याउने छु। र अब म केही कुराहरूप्रति सुरुवात गर्छु। यो देश कुनै देशद्रोहले बनाएको देश होइन हजुर। यो देश एउटा देश राष्ट्रभक्तले बनाएको देश हो। यो हिजो साउदीले छिनेर दिँदा सानो टुक्रा दिएको छ। काठमाडौँ जत्रै एरिया, काठमाडौँ जत्रै ठाउँ दिएको छ। त्यो ठाउँ एकदम खाडी थियो। एउटा भेडा पाल्न पनि घर थिएन। यस्तो अवस्थामा छोडेको देश हो यो। आज दोहा कतार के बन्दैछ हेर्दै जानुहोस् तपाईँ। 2021 अहिले 21 लागिरहेको छ। 22सम्म हेर्दै जानुहोस् वा 30सम्म हेर्दै जानुहोस्। बन्दैछ, अझ सुरुवात हुँदैछ यो देश। धेरै नेपाली जनताहरूले यहाँ आफ्नो ज्यान दिनुभएका छ। धेरै नेपाली युवाहरूले ज्यान दिनुभएको छ। तर यी नेपालीहरूको दोष केही होइन र यहाँ गभर्मेन्टको पनि केही दोष होइन। र म ती कुरातिर जाँदैन। हाम्रो देश नेपालको अवस्था हेरेर म अचम्म लाग्छ। आफ्नो एउटा बस्ने कुर्सीमा खोसा लडाइँ छ। कसैले रोडमा कुदाएका छन्, कसले घरमा गएर मारिरहेका छन्। यो देश हेर्नुहोस्। यस्तो यो जुन तपाईँले यो दृश्य हेर्दै हुनुहुन्छ, समुद्रको बिचमा यो जमिन कुनै पानी सुकाएर जमिन देखाएको होइन। यो पानी सुकेर जमिन देखेको होइन। यो जमिन यो पानीको समुद्रको बिचमा यहाँका राजाले माटो हालेर कि उहाँले यो ठाउँ बनाइदिनुहुन्छ कि जुन बाहिरबाट आउने पर्यटकहरू यसमा गएर रमाउन सक्नुहुन्छ। यो ठाउँमा पुरा प्याराग्लाइडिङ हुन्छ बिहान अनि बेलुका। म तपाईँलाई यस भिडियो पछि अर्को भिडियो आउँदा म प्याराग्लाइडिङ गरिरहेको भिडियो तपाईँहरूको माझ ल्याउने छु। यो देश कुनै सामान्य व्यक्तिले बनाएको छैन। आज जति हेऱ्यो त्यति हेर्नु मन लाग्छ कि आँखाको दृश्य पनि कहिले अगाउँदैन हजुर। देश भनेको त यो हुनुपर्छ। र के हामीले पनि हाम्रो देश सिस्टमको तरिकाले हाम्रो देश बनाउन सक्छ नि है। तर हामी सबै जनताहरू त्यस्तै छौँ कि जो भेडा। म सबैले भन्न चाहन्छु, यो म पनि हो, यसमा सबैमा म पनि छु। किनकि हामीले देश बनाउनलाई हामीले राम्रो व्यक्ति चुनेका छैनौँ। हामीलाई एक बुटका जाँड वा एक बोतल रक्सी वा एक प्लेट मासु भए हामीले भोट दिन्छौँ। उनीहरू बाहिर देशका एजेन्डा भएर हाम्रो देशले लुट्न आइरहेका छन्। त हामीले थाहा पाएका छैनौँ। 2-4 शब्द नेपाली मिठो बोल्दैमा हामीले वाह गर्छौँ। उनीहरूले हजारौँ काम बिगार्छन् अनि एउटा काम सुधार्छन्। ऊ त राम्रो व्यक्ति छ भनेर भन्छन्। तपाईँ हामीमा यो सबैभन्दा ठुलो गलत हो। देश सानो सोचले बन्दैन हजुर। देश त एउटा भनौँ न कुनै पनि सिस्टमको तरिकाले बन्छ देश। सामान्य नसम्झिनु यो देशलाई। वा हाम्रो देशलाई हिजो भन्दै थिए माओवादी भनाउँदा ती नेताहरू के भन्छ अरे प्रचण्ड र हाम्रा बाबुराम भट्टराई, डाक्टर बाबुराम भट्टराई, डाक्टर हुन् वा के हुन् थाहा छैन। डाक्टरले त मान्छेलाई ठिक बनाउँछन् वा मान्छेहरूले राम्रो दिमाग ज्ञान लिएर पठाउँछन्। उनले त बिगारेर राखेका देश हाम्रो नेपाल। हिजो त भने इङ्ल्यान्ड र अस्ट्रेलिया हङकङ बन्छ, हाम्रो देश जापान बन्छ भन्दै। वा जापान त के अहिले यो त सामान्य व्यक्तिले पनि हेर्न नरुचाउने देश बनाइसके यी नेताहरूले। अब के तपाईँहरू सधैँ यही नेताहरूको पक्षमा बोल्दै जानुहुन्छ? सधैँ तपाईँ 10जना पत्रकारको अगाडि भाषण ठोक्दै जानुहुन्छ। मेरो देश यस्तो छ उस्तो छ, यिनी व्यक्तिले जेल हाल्नुपर्छ, यस्तो व्यक्तिले मार्नुपर्छ। यो के सही हो तपाईँहरूको? हामीले एउटा टेक्नोलोजी अटो प्लानमा जानुपर्छ। एउटा सिस्टममा गएर देश बन्छ। कुनै सामान्य ज्ञानले बन्दैन यस्तो देश। यस्तो देश बनाउनलाई तपाईँ हामी जस्तो राम्रो वा धेरै छन् हाम्रो देशमा टेक्नोलोजी दिमाग युज गर्ने साथीहरू। त्यस्ता व्यक्तिहरू किन पछाडि हुनुहुन्छ तपाईँहरू? यिनी देशद्रोहीले किन हामीले आजसम्म पूजा गरिरहेका छौँ? हामीले त अब हामीले हाम्रो सिस्टममा लाग्नु पर्यो। जनता हामी आफ्नो सिस्टममा जानु पर्यो। ढुङ्गा मुढा गर्ने होइन र रोडमा गएर हामीले आफ्नो हरिबिजोग देखाउने होइन। हामीले भित्र आफ्नो तरिकाले काम गर्नुपर्छ। किनकि हामीले देश बनाउनु छ र हाम्रो पछि आउने भविष्यमा आउने हाम्रा बच्चा र हामीले देख्ने भविष्यहरू कि योभन्दा राम्रो बनोस् यो कतार।
हेर्नुहोस् अहिले कस्तो भइरहेको छ, विश्वले टक्कर दिँदैछ कतारले, कुनै सामान्य नसम्झिनुहोस्। यति बेला म तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते। जस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला।